मेरो बुढा आउनुभयो दोकानबाट। बुढी हजुर त झ्यालमुरी बिक्री भएन। ए हो र आज मान्छे नै थिएन हो डल्लै सामानहरू पनि बाँच्यो आज मान्छे नै आएन ए कस्टमरै थिएन सबै सामान बाँच्यो कोही बेला त्यस्तै हुन्छ नि आलु प्याज आलु त्यो चाना छ नि त्यसको सब्जी खाउँ ल ए ल ल त्यही बनाउँछु हुन्छ आज हुन्छ त्यो हेर्नु नि सोले पनि डल्लै छैन ए ल ल हुन्छ कोही बेला त त्यस्तै हुन्छ नि त सधैँ बसे हो मान्छे नै आएन अन्त ए भने के भन्नु सधैँ त कहाँ हुन्छ त अन्त हुन्छ हुन्छ त्यसकै सब्जी खाऊँ न मिठो मिठो बनाउँछु नि म ल त्यसैको मिठो बनाउनु निराश भएको अन्त हैन नि निराश त नहुनुहोस् है निराश त हुनु हुँदैन नि हौ हैन मेरो बुढा मेहनती छ मेरो बुढा एकदम मेहनती हुनुहुन्छ त्यही नै सबैभन्दा ठुलो कुरा हो हैन निराश भएको छैन हैन मान्छे आएन आज त हुन्छ नि कोही बेला हाम्रो यो यस्तो अब यसमा कोही बेला हुन्छ कोही बेला हुँदैन तपाईलाई बनाइदिउँ झ्यालमुरी अनि म अब खाना बनाउनु पर्छ अहिले कहाँ खानु हौ म बनाइदिन्थेँ नि त हँ? बनाइदिन्थेँ डल्लै सामान छ नि त बाँच्यो नि त बिक्री भयो होस् न अन्त सब्जी खाऊँ न अन्त सब्जी छ सब्जी खानुपर्छ हौ त त्यो के भन्छ आलु डल्लै छ यसको र यसको सब्जी खाउँ ल ल ल ल हुन्छ हुन्छ त्यसकै खानुपर्छ हरेस खानु हुँदैन नि तर मेरो सब्जी बनाउँ ल हुन्छ 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 मेरो बुढा मेहनती हुनुहुन्छ सबभन्दा ठुलो त हाम्रो लागि के नै चाहिन्छ र बुढा मेहनती हुनुहुन्छ आज भएन त के भोलि भोलि भएन भने त पर्सि हुन्छै हुन्छ नि अलिअलि भए पनि होइन खुसी छ होइन खुसी छु ए आएन भनेर ल केही हुँदैन त्यसमा ल ल ल हुन्छ हुन्छ यो यहाँ राखिदिन्छु ल ओके यही पकाउनु अब ल ओके भाडा भाडा म राख्छु नि अब हुन्छ हुन्छ म फ्रेस हुन्छु ल हुन्छ आज पैसा नगर्नु ल छैन आज नगर्नु हुन्छ हुन्छ छैन हुन्छ